अहिले हामी मलेसियाको कोलालम्पुर इन्टरनेसनल एयरपोर्टमा छौँ। अब हामी यहाँबाट फ्लाइट लिएर हामी लाङ्कावी जाँदैछौँ। आजको दिनभरि हामी लाङ्कावी घुमेर बेलुका साँझ लास्ट फ्लाइटमा फर्किनेछौँ। काका भतिज भएर अब हामी लाङ्कावीतिर लाग्यो। अब काका भतिज लाङ्कावीमा गएर रमाइलो गरेर फर्किने भयो नि त। आजको यात्रा चाहिँ लाङ्कावी। Powerbank Anda di ruangan penyimpanan di atas serta penggunaannya di sepanjang penerbangan ini adalah dilarang sama sekali. Please note where the emergency exits on the aircraft are located. First Officer YS and the rest of the crew members, we would like to say thank you for choosing AirAsia to your destinations and have a pleasant stay in Langkawi. Welcome Langkawi. लाङ्कावीमा स्वागत छ हजुरलाई। Okay, thank you so much. 70 यो त ठ्याक्कै केपी ओली जस्तो छ त। केपी ओलीको फोटो हो क्या यो त। 70 रिङ्गेटले आज लावाङ्के घुम्ने हो। पानी पर्यो। Raining lagi. Jap ya dah habis. Go there. Yeah. It's raining, go there. Finish. You know. 10 minutes finish. यस्तो दामी भ्यू छ हैन। अहिले अलि खुल्दै गएको छ। यहाँनिर म तपाईँ देखाउँछु। यहाँनिर हेरौँ यस्तो दामी छ यो खुल्दै आएको छ अहिले। यहाँको वेदरको भरै नहुने क्या, छिनमै खुल्ने छिनमै अफ हुने, छिनमै पानी पर्ने हुसु लाग्ने हैन। यस्तो छ यहाँनिर। अब हामी पर पारिपट्टि जान्छौँ। यस्तो खुलेको छ यस्तो गरी। अभागी कस्तोलाई भन्छन् भनेदेखि म जस्तोलाई भन्छन् क्या। अहिले त्यतिकै बसुन्जेलसम्म चाहिँ हुस्सु लागेर हावा पानी परेर बस्यो, ठ्याक्कै केही खानु पऱ्यो भने टक्क कफी क्याफेमा गएर कफी खान लागेको त बात क्या भ्यू खोलिदिइराखेको क्या। म तपाईँलाई देखाउँछु यो यस्तो बबाल भ्यू कहिले देख्नु भएको छ। अहिले आउनु मन लाग्छ। बिहान गयो होइन हामीलाई गाडी भन्ने त्यो अगाडि यो केटी स्काई ब्रिज क्या
गर्न त्यतिकै ल्याउँछु। उसले चाहिँ यहाँको मान्छेले बल बनाएको कि आङ सिरिङ यहाँ त मोबाइल जोगाएर राखौँ है। कसरी बनायो होला हौ यो कसरी बनायो होला कि यस्तो यस्तो ठाउँमा छ कि है, यस्तो ठाउँमा छ कि आङै सिरिङ हुन्छ क्या है। ओ मान्नुपर्छ यार मलेसिया। होइन कसरी बनायो यार यो My God. Oh my God. ठिक छ होइन? ए मैले यस्तो ठाउँ नहेरिकन त्यतिकै ल्याउँछु। खुल्ला छ। यो पुल भएको चाहिँ कस्तो हालत के हालत हो? मेरो मलेसियाको यात्रा यहाँसम्म थियो, फाइनली आइपुग्यो, सफल भयो। 2 घन्टाको वेटिङ पछि मौसमलाई वेटिङ गरेपछि आयो पुग्यो। अब यहाँनिर माथि भ्यू पोइन्ट त्यहाँनिर छ, त्यो भ्यू पोइन्ट हो। त्यो भ्यूबाट दायाँ बायाँसम्म सबै देख्न पाइन्छ। यो लङ्गुर कहाँबाट बिचमा आयो फेरि